गाइस यो जुन हाम्रो गुरुबा छ नि यो सार्वा यसलाई गाडी लगाउन आउँदैन थाहा पनि छैन गाडी छुनु जस्तो भन्छ यसलाई थाहा पनि छैन मस्तसँग लगाएर अनि लोडिङ स्लिप चाहिँ झ्यालो पुर्याउन गएछ यो मेरो सार्वा हो पागल भइसकेको छ मेरो सार्वा महिला केस हो जाए जोर से कहता जोर से कहना जोर से कहना हो गए जिंदगी से ओके भाई लोड करे गाड़ी लोड करे मेजर करे भाई मशीन चला भाई मशीन 42 करोड़ क्या ये मशीन चला है और चीन करेगा रहेगा भाई ये एग्रीमेंट में बनवा ए चलो कोई लो ए ना साला ओ गाइस हाम्रो गाडी लोडिङ पोइन्टमा लागिसकेको छ धमेली कुवाको लागि चाहिँ हामीले लोड गरेर अब धमेली कुवा बिहान भोलि पुगिहाल्छौँ जसले पनि अब हेर्ने अब 210 ओपिसी र 210 पिपिसी छ अहिले चाहिँमा पिपिसीमा छिराएको छु ओपिसीमा अहिले 53 ग्रेड चालु छ होइन अब त्यो चाहिँ अब 4वटा अझै गाडी छ त्यो लोड भएपछि के अरे 43 ग्रेड चालु गर्छ नि त्यसपछि चलान छिटो नै पाइहाल्छ धेरै कम्पनीमा गाडी छैन गाइज अहिले चाहिँ म बेसी सहर जाने बाटोमा छु तपाईँको मैले चाहिँ धमेली कुवाको लोड गरेको छु सिमेन्टी सर्वोत्तम म चाहिँ आज मलाई त्यसले त बिहानै बोलाएको थियो होइन तर बिहान म पुग्न सकेन किनकि मेरो यताको पर्मिट छैन कि त्यही भएर पड्के काट्नको लागि डुम्रेमा 6 बजेसम्म इन्तजार गऱ्यो 6 बजेपछि खोल्यो अनि त्यसपछि पड्के काटेर यहाँ हिँडेछु नत्र अहिलेसम्म त मेरो उता के भन्छ कि उसले भनेको थियो तपाईँ 4 बजे आउनु 4 बजे म खाली गर्न सुरु गरिदिन्छु तपाईँको अहिले 7 बज्न आँट्यो अहिलेसम्म मेरो गाडी चाहिँ खाली भइसकेको हुन्थ्यो यदि पर्मिट भएको भए तर के गर्ने गाडी यार नेपाल पर्मिट छैन यताको रुट छँदै छैन त्यही भएर पड्के काटेर आउनुपर्छ त्यही पड्के काटेर आएको त्यही भएर ढिलो भयो अब हेरौँ कतिखेर पुगिरहेछु अनि कतिखेर खाली भइरहेछ आज सक्छौँ आज म कोसिस गर्छु यदि म यो खाली गरेर सर्वोत्तम पुगेपछि अर्को ट्रिप लोड गर्नको लागि यदि माल पायो भने यदि पुग्न सक्छु भने म आज लोड गरेर भोलि बिहान म खाली गर्छु अब हेर्दै जाउँ के हुँदो रहेछ गाइस म चाहिँ यता धमेली कुवा अब पुग्नमा तपाईँको 4 किलोमिटर अझै छ बाटो पनि अलिकति त्यति अप्ठ्यारो छैन राम्रै छ कुनै कुनै ठाउँमा अलिकति टर्निङ गाह्रो छ तर एकचोटिमा घटिरहेछ अब कति दामी भ्यू आइरहेछ यार यताको दामी प्लेस रहेछ आयो स्कुल बस पुरा एक चढिया छ यो जुन रोडको साइडमा पातहरू खसेको त्यो चाहिँ दामी देखिरहेको छ क्या मलाई एकदम त्यो सिनेमेटिक भ्यू जस्तो जुन फिल्महरूमा आउँछ नि त्यस्तै टाइपको कति दामी देखेर अब तपाईँको अहिलेको 10-15 मिनट भित्रमा म हाडेमा पुगिहाल्छु अब हेर्ने कतिखेर कति टाइम लाग्दो रहेछ खाली हुन गाइस हामी चाहिँ उताबाट धमेली कुवा भित्र खाडबाट खाली गरेर निस्किसकेछौँ अहिले अब हामी यो बेतिसर रोड पुग्न लागेको हो एउटा चाहिँ तपाईँको यो अलिकति गाह्रो छ गाह्रोमा त्यति पनि गाह्रो छैन एकचोटिमा टर्निङ कटिएको छ होइन यहाँ घन्टीको रुवाला भइरहेको छ नि
10 टन मात्र दिएछ। म चाहिँ 1200 लिएर आयो यता यो पुलमा चढ्न बित्दै यहाँ हालत बिग्रेको छ मेरो। डर लागिरहेको थियो यो पुलै भाँचिहाल्छ भनेर। अब गाडी शुद्ध माल मिलाएर तपाईँको 32 साढे 32 टन थियो। अनि पुलको क्षमता जम्मा 10 टन मात्र लगेको। हाम्रो गाडी पनि 11 टन छ खाली गाडी मालेको टोटल 25 टन पुल पुरा गरिरहेको। धमली कुवाको ट्रिप चाहिँ राम्रै छ। भाडा 19,500 दिएको थियो। त्यसलाई राम्रै भन्ने सुन्दर बजार जति नै तेल खान्छ सुन्दर बजारको त 19,000 दिन्छ होइन। सुन्दर बजारको सेम तेल खान्छ भने त यही फाइदा भयो नि 500 रुपियाँ बढी दिइराख। वाट टर्निङ हेर गाइस टर्निङ पुरा काटेको भयो। र यदि तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट लाजिम गर्नु होला। म चाहिँ हरेक ट्रिपमा भिडियो बनाइरहेको हुन्छु। अस्सलाम वालेकुम सब्सक्राइब गाइस।